ओ हेलो नमस्ते एभ्रिवान नमस्ते नमस्ते फेरि पनि स्वागत छ मेरो छोटो मिठो चेटक्क भ्लगमा। म चाहिँ उइदो भन्ने ठाउँमा यहाँ टक्क आएको। यहाँनिर चाहिँ पुरा टुरिस्टहरू आउँदो रहेछ, घुम्ने मान्छेहरू। त्यो ठाउँ चाहिँ घुम्नको लागि एकदम दामी ठाउँ रहेछ। म चाहिँ शनिबार भनेर म पनि टक 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 घुम्न आइदिरहेको। आज चाहिँ आउँदाखेरि यहाँ चाहिँ बाटोमा चाहिँ पार्किङ रहेछ गाडीहरू। यो चाहिँ साइकल अलिक पर पार्किङ गरेको छु, यता पर राखेको छु पर। यहाँ चाहिँ कोरियनहरू बाटोमा बस्दो रहेछ, यसरी मान्छे बोलाउँदाखेरि गेस्ट टक्क आउँदो रहेछ। अनि गाडीहरू सट्ट आएको बेलामा चाहिँ बोलाउँदो रहेछ। यहाँदेखि लिएर टक 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 आउनुहोस् 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 भन्दै त्यो अगाडि अगाडि यसरी बस्दो रहेछ। ठ्याक्कै हाम्रो नेपाल काठमाडौँतिर जस्तै गर्दो रहेछ। बिन्दास रहेछ यहाँ। अब उनीहरू हातले यसरी बोलाइरहेको हुँदो रहेछ। आउनुहोस् आउनुहोस् भन्दै त्यहाँनिर नमस्कार गर्दै ढोक्दै बोल्दो रहेछ। पुरै बोलाउँछ ग्राहकलाई। गाइस अब चाहिँ म चाहिँ यहाँ टक्क आएको। यहाँनिर कता जाने भन्दाखेरि पनि घुम्दै घुम्दै जाँदाखेरि बाटोमा यहाँनिर सिटीहरू बाटो गाइसहरू एकदम गर्दै यिनीहरू यहाँ चाहिँ यो पार्किङको मान्छे होला जस्तो बस्दो रहेछ। गाइजहरू फाइनली यहाँनिर कफी सब रहेछ। अब कहाँ जाने भनेर भोक लाग्दैछ, अब केही कुछ खाने हो कि भन्ने प्लानिङ बनाउँदैछु। गाइजहरू दामी रहेछ यहाँ चाहिँ रेस्टुरेन्ट, एउटा कस्तो दामी रेस्टुरेन्ट रहेछ। वाह मान्छेहरू गाइजहरू लोटो काट्ने भनेको लोटो काट्ने ठाउँ खोजिरहेको छु। गाइजहरू लोटो काट्ने ठाउँ मै पो भेट्दै छुइनँ हौ। ओ फाइनली गाइस लोटो